आज जहाँ मैले पढेको स्कुलमा म फेरि फर्किनेछु भनेर सायद मैले कहिल्यै सोचेकै थिइनँ। आज धेरै वर्षपछि जब म यही गेट अगाडि उभिएँ, अचानक सबै कुरा सम्झना आयो। त्यो साथी जो अहिले साथमा छैन, त्यो बेन्च जहाँ बसेर भविष्यका सपना देख्थ्यौं, र त्यो कक्षा जहाँ जीवनकै सबैभन्दा खुसी दिन बितेका थिए। आज स्कुल उस्तै छ, तर हामी बदलिसकेका छौं। सायद यही कारण हो ठुलो भएपछि सबैभन्दा धेरै याद आउने ठाउँ स्कुल नै हुँदो रहेछ। सो अलराइट, ओल्ड एन्ड न्यू स्टुडेन्टहरू, श्री विजय माध्यमिक विद्यालयमा विगतमा पढेका र पढ्दै गरेका भाइ बहिनीहरू, तपाईहरू सम्पूर्णलाई स्वागत छ। आजको न्यू डे न्यू व्लगमा होप तपाईहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। जहाँ मैले जिन्दगीको अमूल्य पल बिताएँ, जहाँ साथीहरू भेटे, जहाँ सपनाहरू जन्मिएका थिए। को यही स्कुलमा पढ्नु भएको छ? आफ्नो ब्याच कमेन्ट गर्नु नबिर्सिनु होला है। साथीहरू, अहिले म स्कुलको गेटमै छु। यो छेउतिर चाहिँ हामी 6 क्लास पढ्ने बेलाको भाग हो। त्यो बेला 6 क्लासमा भर्ना हुँदाखेरि हामीहरू बेन्च रोक्न छिटो आउँथ्यौं, नत्र राम्रो बेन्च अरूले कब्जा गरिसक्थे। कहिलेकाहीँ त धेरै हल्ला